हेलो नमस्कार। मेरो भिडियो कसको मोबाइलसम्म आइपुगेको छ मलाई फलो गरिदिनुस्, लाइक कमेन्ट सेयर गरिदिनुस् भन्न चाहन्छु। म आज फेरि सारेतिर अस्ति काटेको धानहरू ल्याउन जाँदैछु आन्टीहरूसँग, दिदीबहिनीहरूसँग मिलेर। अघि मैले भिडियो बनाउन भ्याइन। हामीहरूले कसैले धानलाई एक ठाउँमा जम्मा गर्यौं, कसैले मुठा बान्यौं, कसैले त्यो मुठालाई यहाँ झार्ने ठाउँसम्म बोक्यौं। यसरी अनि बाबुले, छोराहरूले र भान्जाहरूले यसरी धान झार्दै हुनुहुन्छ। यो खेतसम्म थ्रेसर आउने बाटो नभएको कारणले यसरी छोरा मान्छेहरूले धानलाई झार्नुहुन्छ र हामीहरूले धानको मुठा बान्छौँ। अनि धान यसरी अनि झाँटिसकेपछि सबैजना बसेर नास्ता खाँदैछौँ। घाम भएको कारणले सबैजना भित्तातिर शीतलमा बस्नु भएको छ। यसरी सबैजनाले नास्ता खाँदैछौँ। अनि नास्ता खाएर कोही पानी ल्याउन जानुभयो, अनि कोहीले धानको परालको भारीहरू बाँड्यौँ। यसरी हामीहरू अनि यो धान पराल बोकेर फेरि घरतिर जान्छौँ। यसरी नै सबैजना मिलेर धान खेती स्याहार्ने गर्छौँ हाम्रोतिर। हजुरहरूको